गुड मर्निङ भन्ने भन्दैछ। अच्छा मासु क्यान्सल हो मासु क्यान्सल हो। हेलो नमस्ते सबैजनालाई, मेरो नयाँ भिडियोमा फेरि पनि स्वागत छ। मेरो अल्छी पन जोस जाँगर आएको छैन र हामी चाहिँ अब गुड मर्निङ भन्ने भन्दैछ। अच्छा गुड मर्निङ सबैजनालाई। अब हामी चाहिँ तरकारी दिन जान लाग्छौँ। अनि साथीहरू हुनुहुन्छ यतातिर, कोही कोही यता आफ्नै तरिकामा छन्, कोही कोही सुतिराख्नु भएको छ। आज हाम्रो मन्डे पब्लिक होलिडे गइरहेछ। यस्तै छ जिन्दगानी। साथीहरू के कस्तो हुनुहुन्छ तपाईँहरू सर कमेन्ट गर्नु होला। अनि त्यही हो, आज मन्डे। अब हामी गइन्छ मार्केटतिर, अनि के पाइन्छ, के खाइन्छ, के ल्याइन्छ खाना, तरकारी खाना पाइसकेको छ खाना। अनि हामी अब जानु पनि लागेको छौँ गाइज होइन। अनि आज हामी बाटोतिर सिधै भेट्नुपर्छ। हामी जाँदैछौँ साथीहरू मार्केटतिर। हुनुहुन्छ केटाहरू होइन, हामी चाहिँ अब मार्केट जान लाग्छौँ। साथीले चाहिँ यहाँ बोक्दै हुनुहुन्छ फोहोर। यस्तो छ। तरकारी चाहिँ अलिक थोरै महँगो हुन्छ होला, थाहा छैन। फेरि हामी होटलबाट खाना खाने हो। तर हामी आज मात्र, आज हिजो 2 दिन भयो खाना खाएको छ। साथी चाहिँ यहीँ खानुहुन्छ, अनि त्यही भएर हामी जान लाग्छौँ होइन। त्यही हो, जानु पर्ने हुन्छ हामी चाहिँ मार्केट। सेम नेपाल जस्तै छ साथीहरू। यता चाहिँ हरियो परियो होइन। उता साउदी कतारतिर चाहिँ पुरा पाल्वा हुन्छ भन्ने सुने हो, तर यहाँ चाहिँ पुरै घाँसै घाँस, हरियो हरियो। त्यो तातो हरियो। बाजे हेलिमेट लाउनु पर्दैन? बाजे त्यतिको नल्याउने हेलमेट फेरि नलागिकन अर्काको रङ साइड आउँदो रहेछ। ढुङ्गाले हालिदिन्छ म त फेरि मान्छे चिन्दैन रे क्या, तर सक्दैन यहाँ। आज भने चाहिँ नयाँ मार्केट। के जङ्गल सडिया। यो साला गाडीले मलाई झुकाउँदो रहेछ यार। सिसा फटाइदिन्छ है, कस्तो गरेर हिँड्ने रे क्या। यहाँ म त फेरि सक्छु त नि, यतिकै हो। तर चाहिँ बन्द रहेछ साथीहरू। यहाँ थियो, आज चाहिँ बन्द भइसकेको रहेछ। हामी त नयाँ नयाँ मार्केट हिँड्न लाग्छौँ। कतिको सस्तो पाइन्छ यहाँ चाहिँ थाहा छैन। तेल 30 रिङ्गेट, 31 रिङ्गेट। यत्रो एउटा बुल्डुङलाई होइन, 27 रिङ्गेट यत्रो बुल्डुङलाई। तेल त वाइल महँगो छ, त्यही भएर हामी सस्तोको प्याकेटको नुन खानुपर्छ कि यहाँ प्याकेटको सस्तो पाउँछ त्यो चाहिँ। सालामा सँगै दिन्छ त्यहाँ। हाम्रो नलाने कुरा भइसक्यो यहाँ। सँगै दिन्छ भने कसरी लानु त नि। हामी मासु नलाने, मासु क्यान्सल हो र मैला। कसरी मान्छे नि खोज्दो रहेछ।
कसो हानिदिनु मैले यो रात त्यस्तो गर्नु हुँदैन नि अनि कहाँ के हिँड्ने उताउनु हाने यहाँ हुँदैन त अब के गर्नु हामी यहीँकै यहाँबाट केही नलाने जाउँ अस्तितिर कार छ है खै के भइरहेछ स्टेसन मार्केट चाहिँ यहाँ मिनी मार्केट रहेछ साला डन हो डन मेट्रो डन फाइट गरौँ हाल्छ एकटा ओके मलाई हाइट अलिकति ठुलो भयो भने मैले अब यति क्या हुन्छ हाइट नभए जाँदै हाल्नु मन लाग्यो त्यस्तो गर्नु त्यहाँ तल पनि मार्केट अलिक उतापट्टि जाऊँ न कुनातिर बाहिर पाउँथ्यो त नि होइन मासु नलाने क्यान्टिन राणा खाइदिने हो माया झन्डै राणा खाइदिएको महिलाले यहाँ दिन्छ है महिलाले फेरि महिला तातिरहेछ यतातिर ल्याङ गर्ने होइन गाडीवालाहरू फोडिदिन्छ कस्तो के जान्छ होइन यता 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 32 करोडको यो 32 लाखको यो पुल हो बङ्गाली रहेछ यहाँ पनि मार्केटै बन्द रहेछ मासु त्यहाँ भित्र फाइनली मासु पाइसकेको छ यहाँ छ हाम्रो मासु हामीले मासु देखिसकेका छौँ फाइनली मासु पाइसकेका छौँ हामीले हाम्रो मासु चाहिँ त्यहाँ रेडी हुँदैछ यहाँ चाहिँ हामी जाँदैछौँ यतातिर हेरेर जानुपर्छ होइन उडाइदिन्छ चिसो सो हाम्रो साथीहरू चाहिँ फेरि धनी छ नि त म भन्दाखेरि त्यो मलाई के किनिदिनु लाग्छ अरे के खाएर जाउँ भन्ने कुरा भइसकेको छ बोसहरू दुइटै धनी हो साला कट्टु लाएर मात्रै हो गरिब जस्तो देखायो यो धनी हो यो पनि यो ट्राउजर लाएर हिँड्छ सिल्याक्स गरिब भन्नेवाला यो मान्छेलाई धनी हो यो मान्छे नि कट्टु लाएर मात्रै गरिब जस्तो देखायो धनीले हेर्दैछ धनी हो यो के लाने त्यहाँ बिहान बिहान इनर्जी बनाउनु रेड बुल लैजाउँ नभए ए एउटा 100+ ल्याउने मैला यो मेरो भाइ हो फेरि बिहानको रौनका गाइज हामी मासुहरू काटेर पार्कतिर जाने कुरा भइरहेको पार्कतिर एकछिन बस्नुपर्छ अनि चाहिँ हामी जानुपर्ने हुन्छ साथीहरू सो भलक चाहिँ पुरा प्लास्टरसँग मिठो कस्तो जस्तो छ त्यस्तै हेरिदिनु होला अल्छी नमानिकन तपाईँहरूले म ढुङ्गा लानिदिन्छु भनिदिनु म माया गरिदिनु होला मलाई होइन माया गरिदिनु पर्यो क्या मलाई माया गर्ने मान्छे कोही पनि होइन गाह्रो छ मासु यता मासु कटिङ हुँदैछ सर हेर यतातिर हेर्नु है आज हाम्रो निधार मासु पाइसकेका छौँ र हामीलाई मासु बढी हुन्छ र हामी नलिएको अब हामी सागसँग भात खानुपर्ने हुन्छ होइन पिङ यहाँ विदेशको पिङ साथीहरू
सो हाम्रो यहाँ थोरै मिठो मिठो गफसप भयो। अब हामी लाग्नु पर्ने हुन्छ। यहाँ पिङसिङ खेलियो, चट्टा लाएर पानी चाहिँ के अरे कोका कोला 100+ खाइयो र हामी जानुपर्ने हुन्छ। आज हाम्रो मासु खाने अब उसै रहेनछ भाग्यमा होइन साथीहरू। के गर्नु, सागै खाएर भए चित्त बुझाउनु पऱ्यो। के गर्नु, दिनकै मासु खाने पनि अब हैसियत छैन। धनी मनीहरू यस्तो छ यी हालत कटुलाहरू बस्छ। आफू भने पैसा छैन फुस्रो हो। साथीहरू जे भन्छ धनीहरू के भन्छ त्यो धनीहरूको अनुहार। केटाहरू पारा, मेरो पारा यस्तै छ। ल जाउँ अब चाहिँ, अब हामी जानुपर्ने हुन्छ। लागौँ यो आइफोन ओरिजिनल हो रहेछ। जाउँ हामी जानुपर्ने हुन्छ साथीहरू। गएर एकछिन बिहान बिहान घामसाम ताप्यौँ। अब यहाँ शीतल शीतल यतातिर छ हाम्रो के अरे यसलाई कोकोनट। एकछिन नकिन्ने मलाई सेकेन्ड एकदम मन पऱ्यो कि स्टार 17K Pro Max। डिजाइन मलाई मन पऱ्यो तर त्यो चाहिँ म सेकेन्ड ह्यान्ड पाउँदाखेरि सेकेन्ड ह्यान्ड 3-4 हजारमा 3-4 हजार अहिले त पाउँदैन। अहिले सेकेन्ड ह्यान्ड अहिले अहिले किनेर अहिले कस्तो ल जाउँ। यहाँ खेलाउनेहरू चाहिँ थुप्रै छ। पिङ खेल्ने छ, यहाँ छ बालेन सरकारले बना जस्तै हो यहाँ पनि। यहाँ सरकारले बनाइदिया हुन्छ यस्तो। मान्छे त बालेनको फ्यान रहेछ है। जाउँ म त फेरि हर्काको फ्यान बालेन र हर्काले आएको भने यस्तो भएर थाहा छैन। उडाइदिन्छ यहाँ को थाहा छैन हामीलाई। कसैको हामी थाहा छैन होइन। बालेनले यस्तो बनाएको छ नि त हौ। यहाँ चाहिँ यस्तो गर्ने छ यस्तो। हामी धेरै हर्का छ है। यो मान्छे चाहिँ हर्कासँग मिल्दैन यो मान्छे बालेन यहाँ यस्तो गर्नुपर्ने हुन्छ साथीहरू। उता भाइ पनि खेल्दैछ। गाउँलेहरू त सब हर्काले सब त्यो मासु नलाने नि हो। साग लैजाउँ न त नि। फेरि मासु खाँदैन आधी दिने रे त्यहाँ हुनुहुन्छ मासुवाला चाहिँ। साला आधी दिँदैन रे हामीलाई पुरै सिङै फेरि बढी हुन्छ नि। किन खानु हामी सागै खाने नि होइन मैला कि यसलाई नि भस्काइदिने हो मैला कि त्यसलाई भस्काइदिने हो। ढुङ्गाले हानिदिनु पर्छ त्यसलाई।